नमस्कार दर्शकवृन्द। आज म तपाईहरुको सामु एउटा यस्तो सत्य लिएर आएको छु जसले तपाईहरुको हृदय चिरा पार्छ, आँखा रसाउँछ र मनमा आगो बाल्छ। यो सत्य हो नेपालको राजनीतिक ढोङको, जसले हाम्रो देशको सपना चकनाचुर बनाएको छ, हाम्रा युवाहरूको रगत बगाएको छ र गरिबहरूको आँसु पिएर पनि नेताहरूको हाँसो रोकिएको छ। केपी शर्मा ओली जस्ता नेताहरूले जेएनजी आन्दोलनमा निर्दोष युवाहरूको हत्या भएपछि पनि एक शब्द दुःख व्यक्त गरे। उनीहरूको हठ, निर्दयता र आत्मकेन्द्रित मानसिकता देखेर हाम्रो हृदय कति छियाछिया भएको छ। एमाले पार्टीले त यो क्रूरताको अनुमोदन नै गरेर हाम्रो विश्वासलाई लुटेको छ। मङ्सिर 27 मा एमाले आन्दोलनपछि ठूलो र्याली निकाल्यो, जसमा यो रक्तपातको बचाउ गरियो। यो देखेर म सोच्छु, जनताले अब यस्ता रक्तपिपासु नेताहरूलाई कति सहन्छन्? के हाम्रो देशको भाग्य यस्ता ढोङ्गीहरूको हातमा छोडेर हामी चुप लागेर बस्ने हो? होइन। अब समय आएको छ उठ्ने, बोल्ने र परिवर्तन ल्याउने। तर यो पीडा पुराना नेताहरूमा मात्र छैन। नयाँ दलका नेताहरू जस्तै बालेन शाह र रवि लामिछाने पनि हाम्रो हृदयमा घाउ दिनेहरू नै हुन्। उनीहरूले चुनावमा ठूला ठूला सपना बाँडे, सुकुम्बासीहरूलाई घर दिने, फुटपाथ व्यापारीहरूलाई सम्मान दिने, काठमाडौँको फोहोर सफा गर्ने। तर वास्तविकता के त? 5 वर्षमा काठमाडौँलाई प्रदूषणविहीन सहर बनाउन सकिन्छ। 5 वर्षै लाग्दैन, 1 वर्ष पनि नलाग्ला। सिंहदरबारमा आग लागेको पीडा अझ ताजा छ र फोहोरले काठमाडौँलाई दुर्गन्धित बनाएको छ। बालेनको यो असफलताले हाम्रो युवा पुस्ताको सपनालाई कसरी कुल्चेको छ? बालेनले विकास बजेट प्रभावकारी रूपमा प्रयोग गर्ने त सकेनन् नै, उनको बुलडोजर राजनीतिले गरिबको आँसु मात्र बढाएको छ। यो देख्दा लाग्छ के नयाँ नेतृत्व यस्तै हो त? होइन, यो त पुरानो ढोङको नयाँ रूप हो, जसले हाम्रो विश्वासलाई चकनाचुर बनाएको छ। अर्कोतिर रवि लामिछानेको सहकारी स्क्यान्डल त्यस्तै छ। सहकारीहरूबाट करोडौं रकम लुटेर पीडितहरूको आँसु पिएका छन् उनीहरू। हालसालै रवि लगायत सहकारीसँग सम्बन्धित सबैको संगठित अपराध र मनी लन्ड्रिङका आरोपहरू फिर्ता हुने भनिएको छ। तर सहकारी ठगीको मुद्दा चलिरहेको छ। पीडितहरू सडकमा रोइरहेका छन्, उनीहरूको जीवन बर्बाद भएको छ। तर रविले एक शब्द माफी मागे। यो न्याय हो कि राजनीतिक खेल? उनीहरूले मैले गल्ती गरेँ, मेरो नियत खराब थिएन भनेर पीडितहरूको आँखामा हेरेर भन्न सक्दैन? कि यो सबै प्रतिशोध भनेर हामीलाई मूर्ख बनाउने? यो दोहोरो मापदण्डले नेपालको न्याय व्यवस्थालाई नै लज्जित बनाएको छ र पीडितलाई चर्को घाउ दिएको छ। फेरि हामी जेएनजी आन्दोलनमा फर्क्यौं। आन्दोलन लगत्तै नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा जस्ता नेताहरूले बारम्बार आफ्ना गल्तीहरू स्वीकार गरेर माफी। विभिन्न सरकारहरूमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएर पनि जनताको चाहना अनुरूप काम गर्न नसकेकोमा लज्जित हुँदै उनीहरूले गभर्नेन्स, एन्टी करप्सन, इलेक्टरल रिफर्म, इन्क्लुसिभिटी र राष्ट्रिय विकासमा बोल्ड प्रपोजलहरू प्रस्तुत गरेका छन्। तर अरू नेताहरू किन यो साहस गर्दैन? गगन थापाले वर्षौंदेखि भावी प्रधानमन्त्रीको रूपमा स्पष्ट खाका दिइरहेका छन्। सुशासन, समावेशिता र राष्ट्र परिवर्तन। उनीहरूले पार्टी मोडर्नाइजेसन गर्ने योजना बनाए र पार्टीलाई रिफर्म पनि गरे, जसमा क्लियरिटी र कन्भिनियन्सलाई प्राथमिकता दिएका छन्। तर नयाँ नेताहरू जस्तै बालेन र रविले किन स्पष्ट खाका दिन सक्दैन? पुरानालाई गाली गर्नु मात्र उनीहरूको दायित्व हो त? होइन, यो ढोङ हो जसले हामीलाई धोका दिइरहेको छ र हाम्रो देशको भविष्यलाई अन्धकारमा धकेलेको छ। र यो सत्य हो, गगन थापा बाहेक अहिले नेपालमा कुनै पनि पात्र देशको प्रधानमन्त्री बन्न योग्य छैन। उनीहरू सबै असफल, ढोङ्गी र जनताको आँसु पिउनेहरू। दर्शकवृन्द, अब म तपाईलाई पुनः त्यो हृदय विदारक घटनामा लैजान्छु जसले नेपालको इतिहासमा कालो दाग लगायो, जेएनजी आन्दोलन। यो आन्दोलन हाम्रा युवाहरूको आक्रोश थियो, जसले भ्रष्टाचार, नातावाद र सोशल मिडिया ब्यान्ड विरुद्ध सडकमा उतारेका थिए। भदौ 23 र 24 को यो आन्दोलन चरम उत्कर्षमा पुग्यो। पुलिसले निर्दोष प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा कयौंको ज्यान गयो। यो नै ओली सरकारको क्रूरताको प्रमाण हो। यो रगतको होलीले हामीलाई कति दुखाएको छ? यी युवाहरूका आमा बुबाको चित्कार कसरी सुन्न सक्छौं? यत्रो नरसंहारको मुख्य पात्र आफू हुँदाहुँदै पनि ओलीले त्यो प्रोटेस्टलाई पूर्व निर्धारित र बाह्य शक्तिद्वारा प्रेरित भने, तर कुनै दुःख व्यक्त गरे। उनले पुलिसलाई गोली चलाउने आदेश नदिएको दाबी मात्रै गरेनन्, जाँचबुझ आयोगको बयानमा पनि हठी देखिए। प्रदर्शनकारीहरूलाई विदेशी एजेन्ट वा अरू अराजक तत्त्व भनेर बदनाम गरे। यो कस्तो निर्दयता! यो व्यवहारले ओलीलाई मात्र होइन, पुरै एमालेलाई नै नैतिकताहीन साबित गर्छ।
यो घटनापछि ओलीले राजीनामा त दिए, तर त्यो सेनाको दबावमा थियो, न कि स्वेच्छाले। राजीनामा नै दिनु थियो भने भदौ 23 मा दिएको भए त्यो घटना घट्ने थियो। उनीहरूले मृतकका परिवारसँग दुःख व्यक्त गरे त गरेन, किनकि उनीहरूको मनमा जनताका लागि स्थान छ, मात्र कुर्सीको लोभ। यो आन्दोलनले देखायो कि पुराना नेताहरूको युग सकियो, तर उनीहरू अझै सत्ताको खेलमा छन्। जेएनजीका विभिन्न ग्रुपले ओली विरुद्ध एफआइआर पनि दर्ता गरेका छन्, जसले उनलाई हत्याको आरोप लगाएको छ। अब जनताले के गर्छ? यस्ता नेताहरूलाई मतदान दिन्छन् कि सडकमा उतारेर सजाय दिन्छ? त्यो क्रूरताले नेपालको लोकतन्त्रलाई कमजोर मात्रै बनाएको छैन, नमेटिने घाउ पनि छोडेको छ। यो चुनौती हो। पुराना नेताहरूले आम माफी मागेर भूल सुधार नगरेसम्म देश अगाडि बढ्दैन। अर्कोतिर गगन थापा जस्ता नेताहरूले यो घटनामा आफ्नो पार्टीको गल्ती स्वीकार गरेर माफी मागेका छन्, जसले धेरैको मन पनि जितेको छ। गगन विश्वले त सङ्घर्ष गरेर पार्टीलाई नै नयाँ रूप दिए। गगनले पार्टी सभापति भएर यो जिम्मेवारी लिए। विश्वप्रकाश शर्माले पनि बारम्बार गल्तीहरू स्वीकार गरेका छन्, तर ओलीहरू किन चुप? कुरो स्पष्ट छ, जवाफदेहिता पुरानाको मात्र होइन, सबैको दायित्व हो र यो सत्य हो। अब म तपाईलाई नयाँ नेताहरूको ढोङमा लैजान्छु, जसले हाम्रो युवा पुस्ताका सपनालाई कसरी चकनाचुर बनाएको छ। काठमाडौँका मेयर बालेन शाहलाई हेरौँ। उनी युवा र नयाँ सोचका प्रतीक मानिन्थे, तर उनको कार्यकाल असफलतामै बितेको छ। सुकुम्बासीहरूलाई थापाथलीबाट क्रूरतापूर्वक भगाए, हजारौंलाई बेघर बनाए, सहर सफा गर्ने नाममा गरिबहरूको जीवन बर्बाद बनाए, फुटपाथ व्यापारी र कवाडी व्यवसायीहरूलाई वैकल्पिक व्यवस्था बिना सडकबाट हटाए, जसले उनीहरूको जीविकोपार्जन बर्बाद गर्यो। सिंहदरबार जलाउँछु भनेर धम्की दिए र पछि आग लागि पनि भयो। यो संयोग के हो जान? फोहोर व्यवस्थापनमा चुनावी बाचा गरे, 5 वर्षै लाग्यो। काठमाडौँ अझै फोहोरमै डुबेको छ। उनै बालेन अहिले मेयर पदबाट राजीनामा दिएर चुनाव लड्दैछ, त्यो पनि प्रधानमन्त्री बन्छु भनेर। तर उनको विकास बजेट प्रयोग भने असफल छ। प्रश्न उठ्छ, के बालेनले यी गल्तीहरूमा माफी मागे त? होइन, उनीहरू पुरानालाई गाली गरेर आफ्नो असफलता लुकाउँछ। टाइम्स अफ इन्डियाले भनेको छ, उनको पपुलारिटी सोशल मिडियामा मात्र छ, वास्तविक काम नहो। अब लाग्यो रवि लामिछानेको सहकारी स्क्यान्डलतर्फ, जसले लाखौं नेपालीको जीवन बर्बाद बनाएको छ। गोर्खा मिडिया मार्फत सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीबाट करोडौं अपचलन, यो मात्र होइन, 20 अर्ब भन्दा बढीका आँखा। लामिछाने करोडौंको बिगो धरोटी तिरेर अहिले जेल बाहिर छ। संसदीय जाँचले दोषी ठहर्यायो। विभिन्न जिल्ला अदालतमा मुद्दा छन्। पर्सा अदालतमा भर्खरै मात्र 1 करोड धरोटी बुझाएर निस्केका छन्। यो सबै देखेर म सोध्छु, पीडितहरूको चित्कार कसरी सुन्न सक्छ? लाखौंको जीवन बर्बाद भएको छ, उनीहरू सडकमा रोइरहेका छन्। रविले बारम्बार झुट बोल्छन्, प्रतिशोध साधियो भनेर। के यो प्रतिशोध हो? होइन, प्रमाणहरू छन्, पीडितहरू सडकमा छन्, तर रविले माफी माग्दैन। यो अयोग्यता हो। तर यो अन्धकारमा एउटा किरण छ, गगन थापा र विश्वप्रकाश शर्मा। उनीहरूले बारम्बार माफी मागे। गगनले जेएनजी घटनामा पार्टीको जिम्मेवारी स्वीकारे। उनको भिजन, एन्टी करप्सन, इन्क्लुसिभिटी, डेभलपमेन्ट, यो सत्यले हामीलाई आशा भरिदिन्छ। गगनले वर्षौंदेखि स्पष्ट खाका दिएका छन्, उनको पोलिटिकल जर्नी मोडर्नाइजेसनमा केन्द्रित छ। तर यही कुरा नयाँहरूले किन दिन सक्दैन? यो कमजोरी हो। स्पष्ट भनौँ, गगन बाहेक कोही पनि अहिले प्रधानमन्त्रीको लागि यो सत्य हो, जसले हामीलाई नयाँ नेपालको सपना देखाउँछ। यहाँ आएका सबै सांसदहरू थप्पडी बजाउन आएका हुन् भनेर डोन्ट टेक अस फर ग्रान्टेड। नेपालको राजनीतिमा जवाफदेहिता नभएका नेताहरूले हाम्रो देश बर्बाद गरेका छन्। ओलीको क्रूरता, बालेनको असफलता र रविको धोका, यी सबै अब चल्नेवाला छैनन् र चल्न पनि दिन हुँदैन। अब मतदान मार्फत परिवर्तनको बिगुल मैले, तपाईले अनि अरू सबैले फुक्नुपर्छ, नत्र देश डुब्छ। यो मेरो अपिल हो, उठ्नुहोस्, बोल्नुहोस्, सत्य छान्नुहोस्, हाम्रो देशको लागि अनि हाम्रो भविष्यको लागि। जय नेपाल।